अचानक नै आज सिलगढी आइपुगेँ र म र मेरो साथी गेल्मो है निकै दिन बादमा फेरि गेल्मो पनि मेरो हेलो हेलो। र आज चाहिँ दुई भाइ यहाँ सिलगढी आएर चाहिँ सिलगढीमा चाहिँ कहाँ जाँदैछौ भनिदिनु कुनै नयाँ जग्गा एउटा एक्सप्लोर गर्नु लागि। त्यो जग्गा चाहिँ कहाँ हो भन्दाखेरि शिव खोला है, शिव खोला पनि भन्छ शिव खोला पनि भन्छ। र हामी दुईजनाकै आज त्यही फर्स्ट टाइम हो यो जग्गा आउने भिजिट गर्ने, यतिर पनि फर्स्ट टाइम हो। फर्स्ट टाइम नभए पनि सिलगढीबाट चाहिँ यहाँ आइपुग्दाखेरि चाहिँ अब 45 मिनट्स जस्तो लाग्दो रहेछ र टाइम मिनट्स टु एन आवर र टाइम पनि त्यस्तै टाइममा आइपुगेको छौँ हामी। बेलुकाको टाइम अहिले एराउन्ड 3:30 भइसकेको छ। गरम चाहिँ अलिकति गरम र यो गरम भएर चाहिँ दुई भाइ चाहिँ अब शिव खोलामा चाहिँ खोलै खेल्नु हिँडेको खोलै खेल्ने हिँडेको गरममा। तर अब आफ्नो यहाँ नजिकको जग्गामा पनि यो पनि अहिलेसम्म गएको रहेन छ सिलगढी बसेर पनि। फर्स्ट टाइम अन्त जानु चाहिँ धेरै इच्छा लागिरहेको थियो हो, तर अब कहिले गएको थिएन, टाइमै नभएर। जुरेन चाहिँ आज मात्रै साथ जुरेको रहेछ नि त। यसले पनि मलाई नै पर्खेको जस्तो भयो है। सो दुई भाइ लाग्यौँ बाइक माथि पार्किङ गरेर चाहिँ अहिले अब हामी यहाँ बस्तीबाट एराउन्ड 5-10 मिनट्स चाहिँ यहाँबाट हिँड्नु पर्दो रहेछ। सो हिँडेर दुई भाइ लाग्दैछौँ शिव खोलापट्टि र त्यहाँको दृश्य र त्यहाँको भ्युजहरू कस्तो के छ चाहिँ माथि गएर नि देखाउँला। र अहिले खोजाइमै छौँ, स्याम्पूको हो कपाल लामो भएपछि 3टा त पुग्नु पऱ्यो नि। फाइनली हामीले है स्याम्पू पनि पायौँ बहुत मुस्किलले। एउटा दोकानमा एउटा पायौँ, एउटा दोकानमा 2टा पायौँ है। बटुल्दै हिँड्यौँ। सो फाइनल्ली है पुग्नु पनि आँट्यौँ होला सायद जग्गा। हेर्दै जाउँ कतिको के हुन्छ, कतिको नाप्छौँ हामी स्विमिङ खेलेर। स्विमिङ त खेल्नु आउँदैन तर पनि लेट्स ट्राई। तर मलाई त पुरा डर लाग्छ भएको कुरो हो, स्विमिङ गर्नु चाहिँ आउँदैन मलाई। गहिरो त छैन होला, मलाई पनि कहाँ त्यति साह्रो आउँछ नि, जस्ट भिज्नुको लागि मात्रै हो नि। तँ त अब सिपमै काम गरेर समुद्रमा बस्ने मान्छे हो, तँलाई त आउँछ होला नि अलिअलि भए पनि। अलिअलि त आउँदैन मलाई त्यो अलिअलि पनि आउँदैन हो। डुब्दा पनि त्यो हुन्छ नि नाक बन्द गरेर डुब्नुपर्छ। सो हेर्दै जाउँ है के कसो हुन्छ। स्टे ट्युन गाइस। र यहाँको जुन सिनहरू छ त्यो चाहिँ तपाईँहरूलाई म ब्याक क्यामेराबाट साझा गर्दैछु।